हे गाइस सबैजना नमस्ते सबैजना कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ सबै वेलकम टु माई युट्युब च्यानल त सबैजना सन्चै आज मेरो बाइसेप वर्कआउट हो तपाईँहरू हेर्दै हुनुहुन्छ नि आज मेरो बाइसेप वर्कआउट हो यो मेरो साथी यार मेरो सिक्स प्याक कहिले आउँछ भनेर पुरा भन्दैछ कि सिक्स प्याक त आउँछ साथी आउँछ आज म हान्दैछु यो बारको पहिले 4 सेट हाने मजाले पहिला 10 किलो त्यसको पछाडि 12.5 किलो त्यसको पछाडि 15 किलो त्यसको यस्तै गरे 4 सेट हाने यस्तै हान्दैछु मजाले के मजाले हानुपर्छ आरामले 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 हानेपछि के छिटो छिटो यो ग्रोथ हुन्छ त्यही भएर आरामले मजाले हानुपर्छ हेर्नु मेरो बाइसेप कस्तो पम्प हुँदैछ भनेर एकदम नेचुरल त्यस्तो हुँदैछ त्यही भएर मजाले तपाईँहरू पनि यस्तै आरामले गर्दै हुनुहुन्छ यहाँ हेर्नु मेरो पम्प कस्तो हाल्यो यो सेकेन्ड वर्कआउट हो यो आज म और के देखिन गर्दैछु के यो ड्रमलदेखि यस्तो यो छ नि सिटमा यस्तो गरेर किनकि प्रेसर हुन्छ नि त्यहाँ प्रेसर जति हुन्छ त्यही राम्रो हुन्छ नि त्यही भएर त्यस्तै गरिरहेको छु अहिले हाल्दैछु म रोपमा किनकि रोपमा नि मजाले हान्नुपर्छ ल मजाले हान्नुपर्छ रोपमा त्यही भएर मजाले हानेपछि अहिले हानिरहेको छु मजाले हानिरहेको छु आरामले 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 यस्तै गरिरहेको छु मजाले के नभए त कहाँ हुन्छ फेरि त्यही भएर यत्तिकै हानिरहेको छु आरामले कस्तो पम्प हुँदैछ यहाँ एकदम मेरो डाँट टुट्छ जस्तो लागिरहेको छ तर पनि हानिरहेको छु तर भाइ मजाले यस्तो यहाँ हेर्नु यो पनि यो तीसरा वर्कआउट कम्प्लिट भयो यहाँ हेर्नु मेरो पम्प हेर्नु कति पम्प गरेछ त्यो अनि अलिकति सिक्स प्याक अलि आउँदैछ कि होइन फेरि एकपल्ट हान्दैछु किनकि यो वर्कआउटले भन्छ यो मिसिनको हो मिसिनमा एकदम आरामले एकदम गर्दा उडाएर हान्नुपर्छ के मजाले हान्नुपर्छ अनि यत्तिकै पम्प हेर्दैछ कति पम्प लिँदैछ भनेर यत्तिकै गरिहाल्नु त्यसको पछाडि लास्ट यो 5वां वर्कआउट हो त्यो रिभर्स हान्दैछु बारमा मान्छेहरू थियो त्यही भएर म यो यसमै हान्दैछु मजाले के बारमा हानेपछि यो रिभर्स हान्नै पर्छ किनकि सबै कभर हुन्छ नि त लास्टमा अनि त्यही भएर मजाले रिभर्स हान्दैछु मेरो भिडियोहरू कस्तो लाग्छ तपाईँहरूलाई एकदम राम्रो लाग्छ प्लिज यार सब्सक्राइब गरिदिनु होला अनि जति पनि भाइहरू बहिनीहरू हेर्छ यहाँ प्लिज सब्सक्राइब सपोर्ट गर्नु अनि अगाडि बढाउनु तपाईँ सब्सक्राइबहरू गरिहाल्नु कन्टिन्यू ब्लग हाल्नुको कोसिस गरिरहेको छु तर टाइमै भेटेको छैन तर पनि गरिरहेको छु यतिकै माया प्यार दिनु होला यतिकै गरिरहेको छु फेरि यस्तो नयाँ ब्लग लिएर आउँदै आज बाइसेपको वर्कआउट कम्प्लिट भयो कस्तो लाग्यो मेरो भिडियो बताउनु